यो आमाको जन्मदिनको कथा हो, सुन्नुहोस् है। अतुल र मधु, छोराको नाम अतुल, मधु छोरीको नाम। स्कुलबाट फर्किए दुवैजना। उनीहरूले देखे आमा आगो फुक्दै थिइन्। भान्साभरि धुवा नै धुवा भएछ। आमाको आँखामा आँसु नै आँसु। मधुले सोधिन्, आमा ग्यासको चुलो किनौँ न, गीताको आमाले त ग्यासको चुलोमा रोटी पकाउनुहुन्छ। आमाले भनिन्, छोरी ग्यासको चुलो महँगो पर्छ, त्यति पैसा हामीसँग छैन नि। त्यो सुनेर भान्साबाट बाहिर आइन्। मधु र अतुल गफ गर्न थाले। मधुले भनिन्, आमाले हाम्रो जन्मदिन मनाउनुहुन्छ, यो पटक हामी मिलेर उहाँको जन्मदिन मनाइदिउँ, एउटा स्टोभ उपहार दिउँ। अतुलले भन्यो, आइडिया त राम्रो हो, तर पैसा कहाँबाट आउँछ? अनि मधुले भनिन्, सुन, हामीलाई आमाले खाजा खाने पैसा दिनुहुन्छ। यदि केही महिना पैसा खर्च गरेनौँ भने पैसा बच्छ, आमालाई स्टोभ किनिदिउँला अनि जन्मदिनमा गिफ्ट दिउँला। नभन्दै आमाको जन्मदिन आयो। अनि मधुले त्यो दिन भनिन्, आमा आफ्नो जन्मदिन हजुर किन मनाउनुहुन्न? आमाले उत्तर दिइन्, घरको खर्च पूरा गर्न गाह्रो छ नि नानी, कसरी मनाउनु? अनि मधुले भनिन्, आमा आज हामी हजुरको जन्मदिन मनाऊ, हजुर हलुवा बनाउनुहोस्, हामी बगैँचामा गएर फुल टिपेर ल्याउँछौँ। अनि आमाले भनिन्, हे जन्मदिन मनाउँदै गरौँला, बाँकी दिन म हलुवा चाहिँ बनाइदिन्छु नि। आमा हलुवा बनाउँदै थिइन्। मधु र अतुल बगैँचामा गए, फुल टिपे, एउटा सुन्दर माला बनाए। आमालाई बोलाए, कुर्सीमा राखे र गलामा सुन्दर माला लगाइदिए। मधुले स्टोभ उठाइन् र भनिन्, आमा हजुरलाई जन्मदिनको उपहार। आमा छक्क परिन् र जब बच्चाहरूले पैसा जोडेर खाजा नखाइकन स्टोभ किनेको थाहा पाइन्, उनको मन खुसीले गदगद भयो। भन्नाले आमालाई नि खुसी पार्न हामीले ठुलो कुरा गर्न पर्दैन। नेपाल आमालाई यतिखेर हामीले खुसी बनाउनु छ। हामी भाइ भाइ मिल्नु छ। तराई मधेस, पहाड, हिमाल जहाँ भए पनि हामी एकजुट हुनु छ। नेपाल आमालाई गौरवशाली बनाउनु छ र सबै मिलेर भन्नु छ, फेरि पनि एकपटक जय 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 नेपाल।